त केही नबोलेकी हो, सफाई धेरै नदिएकी हो। तर आज सफाई नदिँदा मेरो घर जल्यो, देश जल्यो। अर्को ठुलो आरोप म माथि लागेको छ, मिस वर्ल्डमा ब्युटी विथ द पर्पसको लागि $50,000 मैले खाएर भागेँ भन्ने प्रस्ट्याउन चाहन्छु। म 2018 मा मिस वर्ल्डमा जाँदाखेरि हेल्थ पोस्ट इन्कम्प्लिट थियो। त्यति बेलामा एउटा संरचनाको ढाँचा मात्र रेडी थियो। त्यहाँ ठुलो बृहत हेल्थ क्याम्प गरेर म त्यो भिडियो लिएर म मिस वर्ल्ड गएकी थिएँ। त्यसले अवार्ड जित्यो, तर त्यति बेला फन्डिङ आएको थिएन, अवार्ड मात्र आएको थियो। म नेपाल आइसकेपछि पनि मैले त्यो प्रोजेक्ट 11 महिना कम्प्लिट गरेँ। 2019 को नोभेम्बरमा मैले बल्ल त्यो प्रोजेक्ट वडालाई ह्यान्डओभर गरेको हो। र त्यो पोइन्टसम्म मैले क्यास र काइन्ड गरेर लगभग 45 लाख सपोर्ट जुटाउन सफल भएकी थिएँ। हरेक डोनरको विवरण पनि मैले राखिदिएकी छु। र 18 लाख मेरो अझै अपुग थियो। UPVC को झ्याल जस्ता पेमेन्टहरू कति मेरो दिन बाँकी थियो, कति आउट अफ पकेट मैले तिरेकी थिएँ। सो लोन जसरी 18 लाख बाँकी थियो। मिस वर्ल्ड नेपालमा भिजिट गर्न आउनु पर्यो 2020 को सुरुमा। त्यति बेला म पछिको मिस नेपाल जसले पनि ब्युटी विथ द पर्पस जित्नु भएको थियो, अनुष्का, र मेरो प्रोजेक्ट साइट घुमिसकेपछि उहाँहरूले $20,000 इच, उसलाई अनुष्कालाई 20,000 र मलाई $20,000 आफ्नो प्रोजेक्टको लागि भनेर दिनुभयो। र त्यही पैसा त्यति बेलाको एक्सचेन्ज रेट र मेरो ब्याङ्कमा आएको पैसा अनुसार 22 लाख समथिङ भएको थियो। त्यसबाट मैले लोन क्लियर गरेँ र बाँकी जति पनि पैसा थियो त्यति बेला कोभिड पेन्डेमिक भर्खर सुरु हुन थालेको थियो। र हजुरले सबैले अहिले चिन्नुहुने, माया गर्नुहुने हामी नेपाल अर्गनाइजेसनलाई मैले त्यति बेला बाँकी $2.5 लाख डोनेट गरेँ। र त्यसपछि पनि बचे खुचेका र आफैले पनि कमाएका पैसाहरू हावाहुरी पीडित पार्कहरू बनाउनको लागि आर्किटेक्चरलाई स्यालेरी, आश्रमहरू, एनिमल सेल्टर्सहरू विभिन्नलाई म डोनेट पनि गर्दै आइरहेकी छु। तर मैले यो कुराहरू कहिले पनि पब्लिक गरिनँ, बिकज दिएको हात देखिनुहुन्न भन्ने जस्तो लाग्थ्यो। मिस वर्ल्डको पैसाले गरेको हामी नेपालको डोनेसन मिस वर्ल्डले पनि छापेको छ। सो त्यो लिखी छिपी मैले के पनि गरेको थिइनँ, मैले आफूले दिएँ भन्ने क्रेडिट पनि लिएकी थिइनँ। मिस वर्ल्डले पनि त्यति बेला त्यो पब्लिस गरेको छ। मैले नै इमेल गरिदिएकी थिएँ उहाँहरूलाई, हजुरले दिनुभएको पैसा यति बची छ, म कोभिडलाई डोनेट गरौँ भनेर। उहाँहरूकै अप्रुभल पाएपछि बल्ल मैले कोभिडको रिलिफको लागि डोनेट गरेकी हुँ। सो मेरो हिसाबहरू, मेरो लाइफ सबै कुरा क्लियर छ। तर यसमा म कति व्यक्तिहरूको इन्टेन्टलाई पनि प्रश्न गर्न चाहन्छु। जो व्यक्तिको गलत इन्टेन्सन हुन्छ, उनले कन्स्पिरेसीको लागि ठाउँ छोडेर 50,000 त्यो कहाँ गयो भनेर क्वेसन मार्क छोडेर उहाँहरूले छोडिदिनुहुन्छ। तर ती व्यक्तिलाई थाहा थियो जब कि